हेलो एभ्रिवान, आज जुलाई 12 डिआरएस गेमिङ नेपाललाई रिप्रेजेन्ट गर्नलाई फ्रान्स जाँदैछ स्पोर्ट्स वर्ल्ड कपमा। 2019मा देखेको मेरो सपना आज आएर 2026मा जुलाईमा पुरा भइसकेको छ। अबको दिनमा कुनै दिनमा गरिना फ्री फायर नेपालबाट कतै गएछु पछाडि हटेछु भने पनि मलाई कुनै त्यो दुःख हुनेवाला छैन। मैले देखेको सपना नै यही थियो, एउटा नेपालको टिम गएर इन्टरनेसनल स्टेजमा पर्फर्म गरोस् भन्ने थियो। जित्ने हार्ने आफ्नो ठाउँमा छ केटा हो है, जितेर हारेर जे गरे पनि जित्यो भने ओभर एक्साइटेड नहो, हार्यो भनेर दुःख नमान। अगाडिको दिनमा कमिङ डेजमा धेरै इभेन्ट छ, आफ्नो एकदम त मनसायलाई एकदम के भन्छ बलियो बनाऊ है। लाग्छ तिमीले राम्रै फिनिसिङ लिएर आउँछौ। अब जित्ने हार्ने त आफ्नो ठाउँ छ, पोडियमसँग चाहिँ आऊ है। अनि सामान के ल्याउने हो दिमागमा राखेर त्यो पनि लिएर आऊ। त्यही हो, म चाहिँ एकदम निकै खुसी छु। के छ, बेस्ट विशेष है। ल ल थ्याङ्क यू, धन्यवाद। ल एक हक गर्छु ल म सबैलाई। मेरो चाहिँ एकदम यो ड्रिम नै हो क्या, यो एयरपोर्टमा आएर यसरी बिदाई गर्नु। ल है, यो त अलि ल मेरो भाइ राम्रोसँग ल ल ल मेरो भाइ ए त ल ल ल यो त मेरो भाइ एमबीमा देख्नु भम ल है ल ल मेरो भाइ ल झुकेर केही भइहाल्यो होइन, फिनिसिङ भयो। 12मा मर्यो भने मेरो अनुहार याद गरेर हाँस ल, स्याड नभऊ ल। ल बढी बोल्यो भने थप्पड हान्दिउँ त्यहाँ। थ्याङ्क यू।